राइट गाइज वेलकम टु माई मिनी भ्लग है आयो बजाएर सन्चै हुन्छ र म पनि एकदम सन्चै चाहिँ आज चाहिँ मेरो खाना गराउनु पर्यो है बेसी साथीहरू के भन्छ है लास्टमा हेर्नु है राइट गाइज म चाहिँ अब होइन यहाँ पुरा मासु काट्नु सुरु गर्छु है साथीहरू यसलाई खसीबाट स्टार्ट गर्छु लाइक गाइज म चाहिँ अब मासु काट्न सुरु गरेँ है खसीबाट किन भन्दा अब राम्रो खाने अलग खसी खाने अलग हो नि त फाइनली खसी काटेर चाहिँ भ्याइयो है खसी चाहिँ यति छ त्यसपछि रानो यति छ कि 50 रुपियाँको भ्याइछ 51 रुपियाँको चाहिँ है आमा अहिले त हालमा त लास्टै महँगो छ नि फाइनली गाइस खसी काटेर भ्याइछ के भन्छ गाइस मैले चाहिँ काटिसकेँ है मासु चाहिँ यो चाहिँ गाइस मासुमा चाहिँ धेरै आइस भएको कारणले म चाहिँ टक्क बोइल गर्दैछु है हल्का बेसर हालेर तेल हालेर बोइल गर्दैछु खसी चाहिँ गरेको छैन यो चाहिँ हल्का थोरै छ त्यही भएर अरू मसला चाहिँ बनाउँदैछु भनौँ न अरू भिडियो चाहिँ लास्टमा गराउँछु है साथीहरू चाहिँ भिडियो बनाउँदा अलि नभ्याउला जस्तो भयो त्यही भएर साथीहरू लास्टमा भिडियो बनाउँछु अब चाहिँ मसलाहरू रेडी गर्नु बाँकी छ है लास्टमा फाइनल कस्तो हुन्छ तपाईँहरूलाई देखाउँछु है त फाइनली गाइज मैले चाहिँ होइन खाना गराउँदा हाम्रो दाजु आइहाल्नु भयो टक्क हेल्प गर्नको लागि है गाइज उहाँले पनि बनाउँदै हुनुहुन्छ मैले पनि बनाउँदैछु दुई भाइ लागेर है त साथीहरू लास्टमा आएर नातिले बोर्ड लग्यो नभन्नु होला है यो भिडियोमा चाहिँ है बनाउँदै थियो अब के हेर्नु दाजुको माया टक्क भाइलाई बनाउन सहयोग गर्न आउनु भएको छ अनि अर्को कुरा गाइज आज चाहिँ होइन खानामा चाहिँ पुरा ज्वानो फर्राएर हो कि पुरा यस्तो बबाल बाँच्न दिइरहेको छ है साथीहरू अब लास्टसम्म हेरौँ कस्तो हुन्छ है त गाइस लोकल पारामा है त ल फाइनली गाइज अब चाहिँ बनिसक्यो है त हाम्रो खाना चाहिँ ल सिकाएर कस्तो छ है कमेन्ट गरौँ है त ल है यो चाहिँ मुर्रा भैँसी यो चाहिँ अनि खसी है यो चाहिँ वाउ ओ माई गड बब्बाल बसेको चाहिँ अब चाहिँ टेस्ट गर्नु मन छ है त हामी त बब्बाल तरिकाले हाम्रो दाजुले हेल्प गर्नुभएको छ धेरै धेरै धन्यवाद हाम्रो दाजुले सधैँ यस्तै हो हाम्रो दाजुले मलाई हेल्प गरिहाल्नुहुन्छ होइन त्यही भएर गाइस कस्तो बनेको छ होइन टेस्ट गरिहालौँ वाउ बब्बाल बने खसी रानो दुईटा सँगै बाबा आजको भिडियो दिने साथीहरू ल ओके बाई बाई फेरि भेटौँ न अर्को भिडियोमा